हाम्रो सरोकार। दलित महिला संघ फेडोको सहकार्य। दलित महिला अधिकार अब हाम्रो सरोकार, अब हाम्रो सरोकार। नमस्कार, तपाईको सरोकार हाम्रो सरोकार, हाम्रो सरोकार तपाईको सरोकार। दलित महिला अधिकार अब हामी सबैको सरोकार। दलित महिलाको अधिकारका लागि खबरदारी अभियान कार्यक्रम हाम्रो सरोकारमा तपाईँ सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत छ। म निर्मल अधिकारी। दर्शकहरू, संविधान सभा मार्फत आफ्नो संविधान आफै जारी गर्ने नेपाली जनताको चाहना पूरा भएको छ। गत असोज 3 गते जारी भई लागू भएको नेपालको संविधान 2072ले व्यवस्था गरेका आम दलित तथा दलित महिलाका अधिकारहरू के रहेका छन्? संयुक्त दलित आन्दोलनले उठाएका दलित समुदायका मागहरूलाई कति सम्बोधन गर्न सक्यो यो संविधानले, र जे जति व्यवस्थाहरू भएका छन् अब तिनको कार्यान्वयनका मुख्य चुनौतीहरू के रहेका छन्? आजको कार्यक्रममा हामी यसै विषयमा केन्द्रित रहेर सम्पूर्ण सामग्रीहरू प्रसारण गर्नेछौँ। कार्यक्रमको प्रारम्भमा नेपालको संविधान 2072ले दलित समुदायका के कस्ता मागहरूलाई सम्बोधन गर्न सक्यो, हेरौँ यो रिपोर्टमा। असोज 3 गतेदेखि जारी भएर लागू भएको नेपालको संविधान 2072ले दलित आन्दोलनले उठाएका केही विषयहरूलाई स्थापित गरेको छ। मौलिक हक अन्तर्गत धारा 24मा जातीय छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था छ। यसले जातीय भेदभाव तथा छुवाछुत जन्य कार्यलाई गम्भीर सामाजिक अपराधको रूपमा व्याख्या गर्दै निजी स्थानमा पनि छुवाछुत गर्न नपाइने व्यवस्था गरेको छ। यसैगरी संविधानको धारा 40मा दलितको हक भन्ने अलग्गै धाराको व्यवस्था गरिएको छ। यसका विभिन्न 7वटा उपधारामा दलित समुदायको हकको व्यवस्था गरेको छ। यी उपधाराहरूमा मुख्य गरी राज्यका सबै निकायहरूमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक, प्राथमिकदेखि उच्च शिक्षासम्म छात्रवृत्तिसहित निशुल्क शिक्षा प्राप्त गर्ने हक, स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक, परम्परागत पेशा, ज्ञान, सिप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक, भूमिहीन दलितलाई एक पटकका लागि भूमि र आवासको हक जस्ता महत्त्वपूर्ण हकको व्यवस्था गरेको छ। तर यसको कार्यान्वयन भने 3 वर्षभित्रमा कानुन बनाई लागू गर्ने व्यवस्था संविधानले गरेको छ। मौलिक हकमा नै व्यवस्था गरेको छ। एकपटक उसलाई चाहिँ प्राथमिक शिक्षादेखि उच्च शिक्षासम्म चाहिँ छात्रवृत्ति सहित निःशुल्क शिक्षा दिने। त्यसै गरी अब घर नभएकोलाई, आवास नभएकोलाई एकचोटि आवासको व्यवस्था गर्ने। त्यसै गरी अब उसलाई चाहिँ जमिन नभएकोलाई उसलाई चाहिँ एकपटक जमिनको व्यवस्था गर्ने। अनि त्यसै गरी अब उसलाई चाहिँ स्वास्थ्य र सामाजिक रूपमा चाहिँ उसलाई चाहिँ त्यो मौलिक हकमा जसरी ती कुराहरू व्यवस्था गरे ती अधिकारहरू पनि एउटा दलित पुरुषलाई मात्रै होइन, दलित महिला पनि, दलितभित्रका पनि विभिन्न समुदायका दलितहरूलाई चाहिँ समानुपातिक समावेशी ढङ्गले चाहिँ व्यवस्था गर्ने भन्ने कुरा मौलिक हकमा व्यवस्था गरेको छ। नयाँ संविधानको धारा 255ले राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोगको रूपमा स्थापित गरेको छ। विगत 13 वर्षदेखि ऐन समेत बन्न नसकी मन्त्री परिषदको निर्णय अनुसार गठन र सञ्चालन हुँदै आएको दलित आयोगलाई नेपालको संविधान 2072ले संवैधानिक आयोगका रूपमा स्थापित गर्नुलाई दलित आन्दोलनको अर्को सफलता मान्न सकिन्छ। हिजोको अन्तरिम संविधान भन्दा यो अलि व्यवस्थित ढङ्गले आयो होइन। जस्तो अलग्गै दलितको हक भनेर आयो, संवैधानिक दलित आयोग भनेर आयो होइन। त्यो कुरा छुटेछ होइन। छुवाछुत अन्तरिम संविधानभन्दा केही प्रगतिशील भएर आयो। त्यो हिसाबले यसका राम्रा पक्षहरू बढी छन् होइन। तत्काललाई राम्रा पक्षहरू बढी छन्, त्यो भएर यो राम्रो छ। तर कार्यान्वयनको पक्षमा र प्रतिनिधित्व पक्षमा फेरि यो अन्तरिम संविधानभन्दा कमजोर छ होइन। प्रतिनिधित्व जुन कुरा हो त्यो प्रतिनिधित्व कुरामा, राजनीतिक प्रतिनिधित्वको कुरामा अन्तरिम संविधानभन्दा कमजोर छ। संघीय व्यवस्थापिकाको माथिल्लो सदन राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट एकजना दलित समुदायको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएको छ।
प्रतिनिधित्वको दृष्टिमा यसलाई उचित मानिए पनि राष्ट्रिय सभा अर्ध सेरोमोनियल संस्था भएकाले यसले त्यति धेरै अर्थ नराख्ने विज्ञहरूको दाबी रहेको छ। दलितलाई चाहिँ राज्यका हरेक निकायमा समानुपातिक सहभागिताको सिद्धान्त अनुसार सहभागिता गराइनेछ भन्ने खालको कुरा गरेको छ। त्यसलाई टेकेर हामीले चाहिँ अगाडि बढ्न सक्छौँ हैन, त्यसलाई अगाडि बढ्न सक्छौँ। तर समानुपातिक सहभागिताको कुरा चाहिँ सबैमा चाहिँ छैन। त्यो समग्रमा हेर्दाखेरि समानुपातिक सहभागिताको कुरा चाहिँ उठाएको चाहिँ 275 सदस्य रहने संघीय प्रतिनिधि सभामा भने दलित तथा दलित महिलाको प्रतिनिधित्व घट्ने देखिन्छ। प्रतिनिधि सभामा 110 जना समानुपातिक र 165 जना सदस्यहरू प्रत्यक्ष निर्वाचित प्रणाली मार्फत निर्वाचित भएर आउने व्यवस्था संविधानले गरेको छ। प्रत्यक्ष निर्वाचनबाट दलित समुदायले जितेर आउने सम्भावना न्यून रहेकाले समानुपातिक तर्फको 110 सिटमा मात्रै दलित तथा दलित महिलाको प्रतिनिधित्व हुने देखिन्छ। यस अर्थमा प्रतिनिधि सभामा दलित तथा दलित महिलाको प्रतिनिधित्व घट्ने देखिन्छ। प्रदेश र स्थानीय निकायका व्यवस्थापिका र कार्यपालिकाहरूमा समानुपातिक प्रतिनिधित्वका साथै थप क्षतिपूर्ति सहितको प्रतिनिधित्व संयुक्त दलित आन्दोलनको मुख्य माग थियो। पहिलो संविधान सभाले यस विषयमा सहमति समेत जुटाएको थियो, तर यो संविधानले क्षतिपूर्ति सहितको प्रतिनिधित्वको व्यवस्था हटायो भने प्रष्ट रूपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था समेत गरेको छैन। हुन त संविधानको प्रस्तावना सामाजिक न्यायको हक तथा दलितको हक लगायत अन्य धाराहरूमा समेत समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा समावेश गर्ने भन्ने कुरा उल्लेख गरेको हुँदा राजनीतिक दलहरू दलित समुदायलाई राज्यका यी अङ्गहरूमा समानुपातिक प्रतिनिधित्व गराउने विषयमा पछाडि फर्किन नसक्ने संवैधानिक कानूनका ज्ञाताहरूको धारणा रहेको छ। समानुपातिकलाई दुईटा कुरोले परिभाषित गर्दछ। एउटा संख्याले हैन, अनि समानुपातिक गर्ने समूह जुन कायम गरिएको छ त्यो समूहले हैन। त समूहमा के भयो भने जस्तो भनौँ समानुपातिकको कुरा गर्दाखेरि हामीले भनौँ कि जस्तो समानुपातिक निर्वाचन पद्धतिको कुरा गऱ्यौँ हैन, प्रतिनिधि सभाको निर्वाचनका लागि या प्रादेशिक विधानसभाको निर्वाचनका लागि, त त्यसमा तपाईँ ग्रुपहरूको सङ्ख्या बढी राखिदिनु भयो, समानुपातिक बनाउनु भयो भने निश्चित रूपमा त्यो ग्रुपहरूको सङ्ख्याका कारणले गर्दा त्यो जुन सङ्ख्या छ हैन दलितहरूले पाउने त्यो घट्ने भयो। त्यो त प्रष्ट रूपमा आयो एउटा कुरा। अब अर्को कुरो के छ भने अनि समानुपातिकलाई तपाईँ कसरी हेर्नु पर्यो भने खालि सङ्ख्या मात्र हो कि समानुपातिक भित्र पनि समावेशीकरण कसरी गरिन्छ भन्ने कुरो हो। त त्यो दुईटा कुरामा स्पष्टता अहिले पनि छ। यसैगरी नयाँ संविधानले स्थानीय कार्यपालिका अन्तर्गतका गाउँपालिका, नगरपालिका र जिल्ला सभामा दलित वा सीमान्तकृत समुदायबाट प्रत्येक संरचनामा कम्तीमा एक जनाको प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ। यद्यपि स्थानीय संरचनामा गरिएको प्रतिनिधित्वको यो व्यवस्था दलित आन्दोलनले उठाएको माग भन्दा ज्यादै कम हो। जति पनि कुराहरू आएको छ ती कुराहरूलाई चाहिँ हामीले ग्रहण गर्दै अब आउन नसकेका कुराहरूलाई चाहिँ अब हामीले चाहिँ त्यसलाई चाहिँ यो संविधान भनेको चाहिँ अपरिवर्तनीय होइन, यसलाई परिवर्तन गर्दै र संशोधन गर्दै जान सकिन्छ। नयाँ संविधानले संवैधानिक अङ्गहरूमा दलित समुदायको समावेशीकरणको सुनिश्चितता गरेको छैन भने कार्यपालिका र न्यायपालिकामा दलित समुदायको उपस्थितिलाई व्यवस्था गरिएको छ। नेपाली सेना, राजनीतिक दलका कार्यकारिणी समितिहरू र राजदूत तथा विशेष प्रतिनिधिहरूको नियुक्तिमा समावेशी सिद्धान्तको आधारमा गर्ने भन्ने व्यवस्था गरिए पनि प्रष्ट परिभाषा नहुँदा फेरि पनि दलित समुदाय राज्यका हरेक तह र संरचनाबाट बाहिरै रहने हुन् कि भन्ने प्रश्न उठेको छ। तर संविधानको प्रस्तावना लगायत विभिन्न धाराहरूमा समानुपातिक समावेशीको व्यवस्था भएको हुँदा आगामी दिनमा समानुपातिक सहभागिताको सिद्धान्तबाट राज्य र राजनीतिक दलहरू उम्कन पाउने छैनन्। संविधान सभाबाट संविधान जारी भइसकेको अवस्थामा अब दलित आन्दोलनका जे जति मागहरू सम्बोधन भएका छन् त्यसको प्रभावकारी कार्यान्वयन र संविधानमा छुटेका मागहरू पूरा गराउन दलित आन्दोलनले आफ्नो खबरदारी अभियानलाई निरन्तर जारी राख्न जरुरी देखिन्छ। हो दर्शकहरू, दलित तथा दलित महिलाहरूले उठाएका केही मागहरूलाई यो संविधानले समेटेको छ भने थुप्रै र महत्त्वपूर्ण राजनीतिक मागहरूलाई व्यवस्था गरेको छ। यस्तो अवस्थामा विद्यमान यो संविधान
अब कसरी कार्यान्वयन गर्ने र दलित समुदायका छुटेका अधिकारहरूलाई कसरी प्राप्त गर्न सकिन्छ, यसै विषयमा केन्द्रित रहेर अब हामी एकीकृत नेकपा माओवादीका नेता विश्वभक्त दुलाल आहुतिसँग कुराकानी गर्दैछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। आहुतिजी, यहाँलाई हार्दिक स्वागत छ। हजुर, धन्यवाद। यो संविधान आउने बेलामा तपाईँ हामीले एउटा संवाद गरेका थियौँ र तपाईँले के भन्नुभएको थियो भने संविधान आउनुपर्छ भन्ने पक्षमा आम दलित समुदाय छन् र हामी त्यो पक्षमा छौँ भन्नुभएको थियो। संविधान त आयो, खुसी हुनुहुन्छ, सन्तुष्ट हुनुहुन्छ? अहिले जस्तो संविधान चाहिँ अहिले आएको छ, संविधान आफ्नै कोणबाट पनि र त्यसको निर्माणमा चाहिँ जनताका प्रतिनिधिहरूको कोणबाट पनि यो संविधान घोषणा हुनु, जारी हुनु एउटा महत्त्वपूर्ण ऐतिहासिक कदम नै थियो र त्यो स्वाभाविक रूपमा नेपाली जनताले गर्व गर्न लागेको विषय नै हो। आहुतिजी, त्यो समग्र विषय भयो। मैले दलित पर्सपेक्टिभबाट अब म प्रवेश गर्छु। दलित मामिलाकै विज्ञहरूले सुनौलो थालमा भुसको रोटी राखिएको जस्तो छ संविधान दलितका मुद्दामा भन्ने विश्लेषण गरिरहेछन्। हो, साँच्चै त्यस्तै हो? दलितहरूका सन्दर्भमा मेरो विचारमा यो निष्कर्षमा भन्ने हो भने मैले पहिला पनि भनेको थिएँ कि यो उदार चरित्रको सुधारवादी संविधान हो दलितहरूको। त्यसको अर्थ के नि? त्यसको अर्थ के हो भने पहिलो कुरा यसले दलितहरूका सन्दर्भमा उदार खालको व्यवहार देखाएको छ। इतिहासमा दक्षिण एसियाकै इतिहासमा नभएका केही महत्त्वपूर्ण कुराहरू यो संविधानमा छन्। म 5वटा विषय यसका आधारभूत उपलब्धि म भन्न चाहन्छु। पहिलो, यसले प्रस्तावनामा पहिलोचोटि छुवाछुत भेदभावको अन्त्य गर्ने प्रतिबद्धता यसले जनायो। पहिलोचोटि इतिहासमा प्रस्तावनामा, जसलाई स्वीकार गर्यो, जसलाई अहिलेसम्म संयुक्त राष्ट्रसङ्घले स्वीकार गरेका छैन, जसलाई अहिलेसम्म सबभन्दा धेरै दलित भएको भारतीय संविधानले स्वीकार गरेका छैन। यो प्रस्तावनामा यो हुनु ठुलो उपलब्धि हो। ठुलो उपलब्धि हो, किनकि राष्ट्रले स्वीकार गरेको कुरा हो। धारा 24मा पनि छुट्टै, धारा 24को कुरा छोडिदिनु, प्रस्तावनाको कुरा गर्दैछु म। पहिलो कुरा, किन प्रस्तावना भनेको संविधानको मूल आत्मिक दिशा हो, प्रतिबिम्ब हो, दिशा हो। त्यसमा उसले स्वीकार गरेको यहाँ समस्या छ। दोस्रो, दलित समुदायलाई संविधानले एउटा सामूहिक रूपमा सम्बोधन गर्नुपर्ने, मौलिक हक अन्तर्गत सम्बोधन गर्नुपर्ने समुदायको रूपमा राज्यले स्वीकार गर्यो संविधानले। र मौलिक हक दक्षिण एसियामै पहिलोचोटि दलित समुदायको हकलाई मौलिक हकमा यही संविधानमा राखियो। दोस्रो कुरा। तेस्रो कुरा, यसले छुवाछुत भेदभावलाई यसले निजी स्थानमा पनि दण्डनीय बनाइदियो, जुन नेपालको इतिहासमा सम्भव थिएन, अहिलेसम्म भएको थिएन। योभन्दा अघिल्लो संविधानमा छुवाछुत थियो, सार्वजनिक स्थलमा थियो। यो निजीमा पनि भनेपछि अब कुनै पनि स्थान, निजी होस् वा सार्वजनिक होस्, कुनै पनि स्थान अब छुवाछुतका निम्ति दण्डनीय बन्न पुग्यो। जातका आधारमा कहीँ कसैले छुवाछुत गर्न नपाउने भए त्यसका लागि त कानुन बनाउनु पर्दैन होला, होइन? यो त सिधै लागू हुने कुरा हो, सिधै लागू हुने कुरा हो। अब कानुनमा थप व्यवस्थाहरू गर्नुपर्छ, त्यसका जटिलताहरूलाई सम्बोधन गर्नुपर्छ, त्यो अर्कै कुरा हो। तर यो मौलिक हक अन्तर्गतको कुरा हो। तेस्रो कुरा, यसले दलित अधिकारलाई लगातार प्रवर्धन गर्न, राज्यलाई सुझाव दिन, निर्देशन गर्न र राज्यका निकायहरूलाई समेत केही मात्रामा निर्देशन गर्न यसले दलित अधिकार आयोग संवैधानिक खडा गर्यो। यो पनि नेपाली दलितहरूको निम्ति हस्तक्षेपकारी कदम नै हो, लामो समयको माग पनि हो र हस्तक्षेपकारी कदम नै हो। पाँचौँ कुरा, यसले के गर्यो भने राज्यको केन्द्रदेखि अथवा नीति निर्माणका तहहरूमा र लागू गर्ने प्रशासनिक तहहरूमा एउटा निश्चित स्तरको प्रतिशत दलितहरूको अनिवार्य उपस्थिति हुने व्यवस्था गर्यो। योभन्दा पहिले थिएन। तर त्यो सङ्ख्यात्मक रूपमा ज्यादै न्यून छ, मलाई थाहा छ होला। त्यो ज्यादै न्यून छ। त्यो दलित आन्दोलनको मागलाई पटक्कै सरोकार भएको छैन, त्यो पनि हो। तर फेरि के पनि सत्य हो त भने अहिलेसम्म संवैधानिक रूपमा केन्द्रीय संसदमा, प्रदेशको संसदमा र स्थानीय तहमा निश्चित सङ्ख्या स्वविवेकको आधारमा होइन, संवैधानिक रूपमा त्यहाँ पुर्याउनै पर्ने व्यवस्था चाहिँ यो पहिलोचोटि भयो। अन्तरिम संविधानलाई छोडिदिने हो भने नेपालको संवैधानिक इतिहासमा यी 5वटा कुरा चाहिँ ठोस उपलब्धि हुने यसका र ऐतिहासिक पनि भन्न मिल्छ। त्यसबाहेकका अरू अधिकारहरू छन्, जस्तो कि शिक्षामा छात्रवृत्ति सहित निःशुल्कको कुरा, एकपटक राज्यले जमिन दिने कुरा,
स्वास्थ्य क्षेत्रमा चाहिँ अतिरिक्त व्यवस्था गर्ने कुरा, आवासको कुरा, त्यसपछि आएर चाहिँ परम्परागत पेसाजन्य आधुनिक व्यवसायमा दलितहरूलाई प्राथमिकता दिने कुरा र राज्यका निकायहरूमा चाहिँ समानुपातिक समावेशी ढङ्गले उनीहरूको सहभागिताको कुरा, यी सबै कुराहरूमा चाहिँ बेइमानी भएको छ। यी बेइमानी कहाँ भएको छ त भने मौलिक हक अन्तर्गत यी व्यवस्थाहरूमा चाहिँ उनीहरूले कानुन बमोजिम भनेर त्यहाँ हालिएको छ। यी 5वटा मूलभूत विशेषताहरू जुन दलित समुदायका लागि एउटा राखिएको छ, जुन दक्षिण एसियामै एउटा उदाहरण हो भनेर यहाँले भनिरहँदा यो संविधानलाई 100% मानेर त्यो 100% को पूर्णाङ्कलाई मानेर यसको अङ्क दिनु पर्यो भने दलित पर्सपेक्टिभबाट कति दिनुहुन्छ तपाईँ? दलित सन्दर्भबाट यसलाई 49 अङ्क दिन सकिन्छ। 50 छैन। किनभने जो समुदाय इतिहासमा आफ्नो जनसङ्ख्याभन्दा भारी मात्रामा बढी उपस्थित भइरहेको छ त्यसलाई पनि समानुपातिकमा जनसङ्ख्याको आधारमा छुट्याइएको छ। जो दलित इतिहासमा नीति निर्माणको ठाउँमा कहिले निर्वाचित छैन हैन त्यसलाई पनि समानुपातिक भित्र उनीहरू सरह नै जनसङ्ख्याको आधारमा छुट्याएको छ भनेपछि त समानुपातिक प्रतिनिधित्व त यसले ग्यारेन्टी गरेको छ नि? गरेन नि, किनकि समानुपातिक प्रतिनिधित्व मात्रै निर्वाचन प्रणाली भए पो ग्यारेन्टी हुन्थ्यो त। म तपाईँलाई एउटा पढेर सुनाउँछु ल। तपाईँले भन्नुभएको कुरालाई सापट्टि लिने भने संविधानको प्रस्तावना भनेको संविधानको मूल मर्म हो, प्रतिबिम्ब हो, दिशा हो है। संविधानको प्रस्तावनामा एउटा लाइनमा के लेखिएको छ भने सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै भनिएको छ। समानुपातिक समावेशी भन्ने शब्द त तपाईँले भनेको कुरासँग ठ्याक्कै मिल्छ नि होइन र? मिल्छ। त्यही त म बेइमानी भन्दैछु। जस्तै कि शब्द र सिद्धान्तको हकमा त्यो राखिदिने, तर निर्वाचन प्रणाली कस्तो बनाउने भने निर्वाचन प्रणाली चाहिँ 60% चाहिँ फर्स्ट पास द पोस्ट बनाइदिने, 40%मा मात्रै समानुपातिक गरिदिने। फर्स्ट पास द पोस्टमा दलितहरू कहिले निर्वाचित हुँदैन, झुकिएर मात्रै एकाजना हुन्छन् हो। भनेपछि त्यहाँ त 60%मा त उसको हिस्सा त स्वाटै घटिहाल्यो नि। व्यवस्थापिकाको मात्र कुरा भएन नि आवतीजी, जस्तो यो समानुपातिकले त राज्यका अन्य निकायहरू अङ्गहरू छन् नि, सेना होला, प्रहरी होला, ब्युरोक्रेसी होला, यसमा त समानुपातिक प्रतिनिधित्व हुने भयो नि? भएन। यसमा पनि भएन भने दलितहरूको मौलिक हकमा के राखियो त भने दलितहरूको राज्यको निकायहरूमा पहिलो कुरा निकाय भनेर मात्रै प्रश्न हुँदैन, कुन निकाय प्रश्न हुँदैन हैन। राज्यका निकायहरूमा के भन्ने हो भने समानुपातिक समावेशी आधारमा सहभागिताको हक हुनेछ। पहिलो कुरा यो सैद्धान्तिक रूपमा यति ब्लन्डर गलत कुरा हो, किनकि सहभागिता अर्कै कुरा हो, समानुपातिक प्रतिनिधित्व अर्कै कुरा हो हैन। एक र त्यसको पछाडि वाक्य के हालिदियो फेरि भने यो व्यवस्था चाहिँ हैन कानुन बनाई वा कानुन बमोजिम हुनेछ। भनेपछि कानुन भोलि बनाएर जति प्रतिशतलाई समानुपातिक गर्ने भने पनि त्यो समानुपातिक मान्नुपर्ने हो। त्यो धारा 47 ले 3 वर्षभित्रमा कानुन बनाउने भनेकै छ कार्यान्वयनका लागि हैन। त्यो 3 वर्षभित्रमा कानुन बनि नै हाल्छ। मैले यो मौलिक हक चाहिँ कानुनी हकमा सीमित हुनुपर्छ पर्दैन भनेर संविधानविद अथवा संवैधानिक कानुनका ज्ञाताहरूसँग यही कुर्सीमा बसेर कुरा गरेका थिएँ। उहाँहरूको भर्सन के छ भने राज्यले व्यवस्थाको बजेट व्यवस्था गर्नुपर्ने कतिपय मौलिक हकहरू चाहिँ कानुन बनाएरै कार्यान्वयन गर्नुपर्छ, त्यसले गर्दा यो लेख्नु अन्यथा होइन, यो जायज छ भन्नुभएको छ उहाँले। त्यसो हो भने मलाई कुनै कानुन संविधानविदले भनिदियोस् कि संविधानको कुनै धारा लागू गर्दा, राज्यले लागू गर्दा राज्यको बजेट व्यवहार नहुने कुनै धारा हुन्छ? यस्ता हास्यास्पद कुरा गर्ने होइन। म तपाईँलाई उदाहरण दिन्छु, भनिदिनुहोस्। राज्यले भूमिहीन दलितलाई कानुन बमोजिम एकपटक जमिन उपलब्ध गराउनु पर्ने छ भनेको छ है। भूमिहीन दलित, अब यहाँ सबै दलितलाई, काठमाडौँमा धौले घर भएको दलितलाई पनि जमिन दिने वा जुम्लामा भूमिहीन दलितलाई पनि जमिन दिने भन्ने कुरा समान हुँदैन। कानुन एउटा क्याटेगोरी त बनाउनु पर्यो नि हैन र? एकदम कानुन त बनाउनु पर्छ। अनि यो अन्यथा हो र यो होइन, अन्यथा हो। अन्यथा हो किन हो? त्यहाँ नै प्रश्न किटान गरेको छ भूमिहीन दलितको लागि दिने भनेर। त्यसमा कानुन बमोजिम भनेर त्यहाँभित्र हालेपछि त के हुने भयो त भने बजेटबाट व्यवस्थापन गर्नु पर्यो, कति जमिन दिने? होइन होइन, त्यो होइन। घरेरीका लागि दिने कि खेतका लागि दिने कि? मैले माने त्यही त हो। तपाईँले जे व्यक्त गर्नुभयो त्यहाँ कुरा त्यही नै छ। कुनै पनि मौलिक हकलाई वा कुनै पनि संवैधानिक धारालाई कानुन बनाएर लागू गर्नुपर्छ भन्ने कुरा त कानुन नपढेकोलाई पनि थाहा छ। यो त केही ठुलो कुरा भएन हो। तर त्यो मौलिक हकमा नै त्यो किन लेखिँदैन त भने मौलिक हकमा प्रष्ट व्याख्या गरेको कुरा चाहिँ राज्यको दायित्वभित्र आउँछ र त्यो दायित्वलाई लागू गर्नका निम्ति मात्रै कानुन बनाउने हो। यो कानुन बमोजिम भनेको लागू गर्नलाई कानुन बनाउने भने होइन,
यो कानुन बमोजिम भनेको बीच भागमा हालेको कानुन बमोजिम हो। यसको मतलब भोलि जस्तो कानुन बन्छ त्यही संविधान हुन्छ, त्यहाँ हो बेइमानी। संविधानको भावना विपरीत कानुन बन्दैन भन्ने पनि मान्यता छ नि संविधानमा लेखिदियो नि त। अन्त भावना विपरीत त भएन। अब कानुन बमोजिम भन्दैपछि त भावना विपरीत नठहरिने भयो। कानुन बमोजिम हालिदिएपछि त भोलि कानुन जस्तो बन्छ त्यो त प्रतिकूल त भएन। बुझ्नुभयो नि? प्रतिकूल नहुने गरी उसले के गर्थ्यो त? संवैधानिक भाषामा प्रतिकूल नहुने गरी भोलि जस्तो कानुन बन्छ त्यो धारा त्यसै कानुन बमोजिम चल्ने भयो। त्यस कारण यो ठुलो बेइमानी हो। तर मेरो भनाइ थप छ। त्यो के छ भने कानुन बमोजिम भनेर भोलि संविधान बन्दाखेरि बेइमानी गर्ने, त्यसलाई घटाउने, कटौती गर्न चाहिँ मिल्दैन, घटाउन मिल्छ, त्यसलाई न्यूनीकरण गर्न मिल्छ। त्यो बाटो खुला गरे पनि तर एउटा उपलब्धि फेरि त्यहाँ के छ त भने त्यहाँ त्यसो गर्नुपर्छ त भन्यो। भूमिहीन दलितहरूलाई एकपटक राज्यले कानुन बमोजिम जमिन दिनेछ भनिसकेपछि जतिसुकै कन्जुस शासकहरू आएर कानुन बनाए पनि उनीहरूले थोरै दलितलाई देलान्, तर दिनै हुन्न, दिनै नदिने गरी कानुन बनाउन चाहिँ मिल्दैन। त्यसकारण त्यहाँ बेइमानी हुने सम्भावना पर्याप्त छ। भोलिको दलित आन्दोलन भोलि कस्ता पार्टीहरू जितेर आउँछन्, कस्ता सांसदहरू आउलान्, उनीहरूले त्यो मुद्दामा कसरी आफ्नो विवेक प्रयोग गर्लान् त्यो त बाँकी नै छ। तर बेइमानी गर्ने ठाउँ हुँदाहुँदै पनि एउटा कुरा के चाहिँ त्यहाँ छ त ग्यारेन्टी भने त्यसो नगरी चाहिँ हुँदैन, थोरै गर्लान् तर गर्नुपर्ने हुन्छ। आवतीजी जस्तो अहिले दलित समुदायका व्यक्तिहरूले दलित आन्दोलनको सिङ्गो भावना विपरीतको संविधान आयो भनेर भनिरहेको बेला तपाईँले केही सकारात्मक छ यसका सङ्केतहरू पनि भन्ने कुराहरू गर्नुभयो होइन? दलित आन्दोलनको पुरै भावना विपरीत आयो भन्ने कुरा चाहिँ सत्य होइन। त्यो होइन। के चाहिँ सत्य हो त भने दलित आन्दोलनले आफ्ना आधारभूत मुद्दा दलित समस्यालाई पूर्ण रूपमा हल गर्नका निम्ति जे मुद्दा उठाएको थियो त्यो स्तरमा चाहिँ संविधान आएन। त्यसलाई सामान्य सुधार गर्ने खालको आयो होइन। तर नेपालको संवैधानिक इतिहास हेर्ने हो भने र दक्षिण एसियाकै संवैधानिक इतिहास हेर्ने हो भने चाहिँ फेरि यो अहिलेसम्मको प्रगतिशील कुरा नै आछ। तर दलित समस्याको घनत्व जस्तो छ र दलित आन्दोलनले उठाउँदै आएको यो 67 वर्षमा जे कुरा थियो र राजनीतिक परिवर्तन जुन ठाउँमा पुगेको थियो त्यो उचाइमा चाहिँ दलितहरूको मुद्दा सम्बोधन भएन। त्यसकारणले यो सुधारवादी हुनु। यसलाई टेकेर अब जुन 3000 वर्षदेखिको एउटा विभेद, शोषण, उत्पीडन, अन्याय छ नि त्यो अवस्थामा केही परिवर्तन आउने देख्नुहुन्छ तपाईँ? सुधार आउँछ तर आधारभूत परिवर्तनमा यसले धेरै कम भूमिका खेल्छ। सुधार आउँछ। जस्तो म तपाईँलाई सानो उदाहरण राखौँ। जस्तो कि म व्यवस्थापिकाकै कुरा गरौँ, किन प्रतिनिधित्वमै आउँछ जे भने राजनीतिक रूपमा प्रतिनिधित्व नभई त हुँदैन, किन नीति निर्माण गर्ने ठाउँ त्यही हो। अब केन्द्रमा 275 जनाको केन्द्रीय संसद बन्छ वा सङ्घीय संसद बन्छ, प्रतिनिधि सभा बन्छ। राष्ट्रिय सभाको कुरा छोडिदिउँ। राष्ट्रिय सभामा तपाईँहरू प्रवेशै गर्नुहुन्न, जहाँ चाहिँ तपाईँहरूको माग पुरा गरेका छन् त्यहाँ प्रवेशै गर्नुहुन्न तपाईँहरू। यहाँ त समानुपातिक छ नि होइन? सभा भनेको नेपालको राष्ट्रपति जस्तै, त्यो त स्थायी सदन हो नि, त्यो राष्ट्रपति जस्तै हो। राष्ट्रपति पनि स्थायी नै हो, राष्ट्रपति नभएको समय हुँदैन देशमा होइन भने जस्तै हो। किनकि त्यो सेरेमोनियल हो, त्यसले दुई बेलामा काम गर्छ। एउटा राष्ट्रपति वा कसैलाई महाभियोग लगाउने बेला काम लाग्छ त्यसको काम, अर्को चाहिँ यो चाहिँ राष्ट्रपति चुन्ने बेला काम। तपाईँको यो पर्सपेक्टिभ नै अलिक बेइमान पर्सपेक्टिभ चाहिँ के हो? तपाईँहरूका मागहरू जहाँ जहाँ पुरा भएको छन् त्यहाँ चाहिँ त्यो कुरै नगरौँ भन्नुहुन्छ। तपाईँलाई म एउटा कुरा भनौँ, राष्ट्रिय सभाले जबकि प्रतिनिधि सभाले बनाएको ऐनलाई खारेज गर्न सक्दैन, बुझ्नुहोस् कुरा, एकचोटि उसले फर्काइदिन सक्छ, फेरि पुनर्विचार गर भनेर, दुईचोटि चाहिँ उसले सदर गरिदिनु पर्ने हुन्छ। भनिसकेपछि त्यो ठप्पा लगाउने संस्थामा के हो त नि? सबैलाई थाहा छ नि यो कुरा त। यो त प्रदेशहरूको प्रतिनिधित्व होस् भनेर एउटा सेरेमोनियल, सेमी सेरेमोनियल भन्नुहोस्, सेरेमोनियल संस्था हो त्यो, सबैलाई थाहा छ। अनि तपाईँ भन्नुहुन्छ बेइमानी शब्द प्रयोग गर्नुहुन्छ मैले बोलेको कुरालाई। यो त सैद्धान्तिक रूपमा संसदीय व्यवस्थामा पुष्टि भएको कुरा हो। ठिक छ, त्यसो भने प्रतिनिधि सभामा आउँ त। 275 जनाको भन्दैछ, 275 मध्ये अब आयो समानुपातिकतर्फ कति हुन्छ त सिट? 110 भयो। 110 हुन्छ। प्रत्यक्ष निर्वाचनबाट आउने जो सिट छ त्यसमा त झुकेर एकाध जना बाहेक अहिले दलित तत्काल आउने स्थिति छैन। भोलि आउलान्, केही 10औं वर्षपछि आउलान्, तर त आउने स्थिति छैन। अब त्यतातिर खाली हुने भयो हो। अब समानुपातिक 40% यो 110 सिटमा 10 देखि 11 जना दलितहरू आउने भए। हेर्नुहोस् है, जब तपाईँ नीति निर्माणको ठाउँमा नै एकदम न्यून उपस्थिति हुने व्यवस्था गरिदिनुहुन्छ भने नीति बनाउने कुरामा कति प्रभावित हुन्छ?
नीति बनाउने ठाउँमा आफै पुग्दा मात्रै आफ्नो लागि नीति बन्ने हो र। जस्तो म उदाहरण दिन्छु, 2064 सालमा जातीय विभेद तथा छुवाछुत विरुद्धको कसुर तथा सजाय ऐन आउँदा विजय गच्छदारजी गृहमन्त्री हुनुहुन्थ्यो होला सायद, उहाँले टेबल गरेको विधेयक जस्तो लाग्छ मलाई, होइन? त्यहाँ त दलित समुदायले टेबल गरे विधेयक त होइन त्यो। यो त मैले उदाहरण दिँदैछु। दलित समुदायका पक्षमा पनि गैर दलितले नीति नियम त बनाइराखेका छन् नि, होइन र? सिद्धान्तको कुरा गर्दा 1960 सम्म संसारभरि के मानिन्थ्यो भने विचारको प्रतिनिधित्व भए हुन्छ भन्थे। त्यसपछि बहस भयो। 1980 मा आइसकेपछि सबैले के स्वीकार गरे भने विचारले मात्रै प्रतिनिधित्व हुँदैन, सरोकारवालाको भौतिक उपस्थिति पनि महत्त्वपूर्ण कुरा हुन्छ भन्ने कुरा थपियो हो। 1990 आइसकेपछि अहिले संसारभरि बहस कहाँ छ त भने भौतिक उपस्थिति मात्रै हुँदैन, कति उपस्थिति हुने भन्ने कुराले पनि धेरै महत्त्व खेल्दो रहेछ। अब तपाईँले अघि गच्छदारजीले राखेको कुरा गर्नुहोस्, त्यो ऐन ड्राफ्ट भएको 2054 सालमा हो। संसदमा कति वर्ष लाएर पुग्यो? किनकि संसदमा कसरी अड्काइयो भन्ने कुराको त हामी जीवन्त प्रमाण हौ नि, हामी लड्या छौँ नि। कुन कुन सचिवले कति वर्ष चाहिँ कुन कुन टेबलभित्र त्यो अड्काइदियो? दलित आयोगको विधेयक, छुवाछुतको विधेयक। जब अन्तरिम संसद बनेर अन्तरिम व्यवस्थापिकाको चुनाव भएर अथवा संविधान सभाको चुनाव भएर जब दलितहरू 50 को सङ्ख्यामा पुगे नि, त्यसपछि मात्रै पास भयो नि त। यो कुरा पनि त सही हो नि। त्यसकारणले भौतिक उपस्थिति र भौतिक उपस्थितिको सङ्ख्या कति भन्ने कुराले धेरै ठुलो अर्थ लाग्छ। ऐँसेलु टिप्नु छ, होचो मान्छेले नि टिप्छ, तर अग्लो छ भने त्यसले सजिलै टिप्छ। भने मतलब कुनै ठाउँमा पुग्नुपर्छ, एकजना पुगे नै हुन्छ, तर 10 जना पुग्यो भने बढी स्वर र अरूले आफ्नो जनसङ्ख्याभन्दा बढी पाउने हो। अब दलितले जनसङ्ख्या बराबर नपाउने भनेर कुन न्यायशास्त्रले भन्छ? त्यसकारणले यो सुधारवादभन्दा माथि उठेन। आवतीजी अन्तिममा छौँ है। तपाईँले 49 अङ्क दिएको यो संविधान कार्यान्वयनमा कति चुनौती देख्नुहुन्छ? कार्यान्वयनमा चुनौती त स्वाभाविक छ, किनकि नेपालको राजनीतिक पार्टीहरू र नेपालको प्रशासन पुरातन ढङ्गको छ। पञ्चायतको मियोमा त्यसको सोच्ने तरिकामा हुर्केको प्रशासन यन्त्र छ हाम्रो, होइन? न्याय क्षेत्र झन् बिल्कुल त्यस्तो छ, होइन? त्यसकारणले गर्दा यसको कार्यान्वयनको निम्ति चाहिँ बाहिर पनि दलित आन्दोलन निरन्तर जरुरी छ अझै त्यसलाई लागू गर्नका निम्ति। दोस्रो कुरा, राजनीतिक पार्टीहरूभित्र पनि दलितहरूको दबाव र लबिङ दह्रो जरुरी छ। र अहिले जे मात्रामा दलितहरू राज्यका विभिन्न निकायमा पुग्नेवाला छन्, उनीहरूले पनि आफ्नो हस्तक्षेपलाई निरन्तर जारी गर्नु जरुरी छ। हस्, यो समय र संवादका लागि आवतीजी यहाँलाई धेरै धेरै धन्यवाद। दर्शकहरू, नयाँ संविधानले दलित तथा दलित महिलाका पक्षमा जे जति व्यवस्थाहरू गरेको छ, अब यी प्राप्त उपलब्धिहरूको संस्थागत विकास गर्दै दलित आन्दोलनले उठाएका मुख्य मागहरू विशेषतः पूर्ण समानुपातिक प्रतिनिधित्व र क्षतिपूर्तिको सिद्धान्तलाई आगामी दिनमा संविधान संशोधन मार्फत सम्बोधन गर्न जरुरी छ। हस् त, कार्यक्रम हाम्रो सरोकार आजलाई यहीँ सक्छौँ। सम्पूर्ण युनिटका साथ मलाई पनि बिदा दिनुहोस्। नमस्ते। हाम्रो सरोकार दलित महिला संघ फेडोको सहकार्य।